Hi guys, welcome to my mini vlog. आज म एका बिहानै त के भन्नु बिउजिँदाखेरि घाम डाँडामाथि लागिसकेको रहेछ। यस्तो पर्दा खोलेर हेरेँ, झ्यालडुका खोलेँ अनि आफ्नो बिस्तारा मिलाउनतिर लागेँ। मैले बिस्तारा यसरी पटक पुटुक मिलाएँ। हाम्रोतिर चाहिँ यहाँ जाडो नै छ क्या, त्यही भएर म ब्ल्याङ्केट सिराएको ओढ्छु। म फ्रेस भएर पनि आइसकेँ। त्यसपछि म खान्छु पानी, खान्छु त के पिउँछु अनि मैले कपडा धोएँ। हेर्नुहोस् आज यस्तो मजाले खुलेको छ कि मौसम, यति राम्रो घाम लागेको छ। हाम्रो घरदेखि चाहिँ यस्तो भ्यूहरू देखिन्छ, एकदम हरियाली खुलेको मौसम छ आज। घाम लाग्यो, हामीलाई खुसी लाग्यो। अनि एकछिन 1 घन्टा जति म खत्रखुत्रु के गर्छु अनि म लाग्छु आफ्नो खाना सब्जी पकाउने कार्यतिर। आज म बनाउँदैछु करेला, त्यस पछाडि तितेबी आलुको सब्जी अनि मुन्टा पनि छ। यो मुन्टालाई पनि केलाइकुली गरेर पर्लाकपुलुक पकाएर म खान्छु। टमाटर र टिमुरको अचार बनाउँछु। खाना खाएर रेडी भएर भिडियो खिचेको फोटो मात्रै भएछ, के गर्नु। अनि म लागेँ स्कुलतिर। स्कुल जाँदाखेरि स्कुलको भ्यू हेर्नु है, हाम्रो 5 मिनटमा पुगिन्छ म बसेको ठाउँबाट स्कुल चाहिँ। अनि आजको काम सुरु भयो मेरो। सबैभन्दा सुरुमा चाहिँ म क्लास 5 मा जान्छु। यो चाहिँ स्टुडेन्टको मम्मीले बनाइदिनु भएको अरे, हेर्नुहोस् न कति क्युट पेन्सिल पर्स। टिफिनमा आएर मैले यस्तो खाजा खाएँ। अनि छुट्टी भएर म 4 बजी यसरी आएँ। फेरि मलाई भोक लाग्छ नि त, म 2 पल्ट खाजा खान्छु दिनमा। अनि फेरि मैले यो मकैलाई चाहिँ पर्लाकपुलुक भुटेँ, च्याउ मकै र चिया खान्छु। अनि 1-1.5 घन्टा जति हामी यसो खत्रखुत्रु काम गर्छौँ। मिस आफ्नै काम गर्नुहुन्छ, म आफ्नै काम गर्छु। त्यसपछि हामी जान्छौँ इभिनिङ वकतिर। हामी अहिले इभिनिङ वक गइरहेको छौँ। अप्सन चाहिँ यस्तरी जिस्किरहेको छन् क्या, मिसको छोरा हो। ओके बाई बाई, फेरि भोलि अर्को भ्लगमा भेट्नेछौँ है त।